काठमाडौँभित्र सर्ट हाइक जाने सोचिरहनु भएको छ इफ सोचिरहनु भएको छ भने दिस प्लेस विल बी बेस्ट फर यु सो हे एभ्रीवान इट्स मी सुमन तो चलिए शुरू करते हैं माछापोखरीबाट जम्मा 7.2 किलोमिटर टाढा रहेको यो ठाउँ नेचर लभरहरूको लागि चाहिँ एकदमै बेस्ट हुन सक्छ जाने बाटो चाहिँ अलमोस्ट सबै पिच छ भने पुग्न आँट्दा कतै कतै चाहिँ अफ रोड छ अनि जाँदाखेरि आफ्नै पर्सनल बाइक या स्कुटीमा जाँदाखेरि चाहिँ एकदमै उकालोहरू रहेको छ डेस्टिनेसनमा पुगिसकेपछि पार्किङको पनि राम्रो व्यवस्था छ अनि तारकेश्वर महादेव मन्दिर जाने बाटो भनेर चाहिँ त्यहाँ एउटा बोर्डमा लेखिएको छ जुन हेरेर चाहिँ तपाईहरु त्यहाँबाट आफ्नो जर्नी स्टार्ट गर्न सक्नुहुन्छ जंगलको बीचमा रहेको यो ठाउँ चाहिँ एकदमै बेस्ट प्लेस हुन्छ है नेचर लभरहरूको लागि चाहिँ प्लिज एकचोटि भिजिट गर्नु होला वरिपरि जंगलले घेरिएको बीचमा बाटो सिडीहरू चढ्दै जाँदाखेरि चाहिँ तपाईहरुले चराचुरुङ्गीको आवाज अनि त्यहाँको जंगली जनावरहरू पनि देख्न सक्नुहुन्छ हैन सो या गाइज अनि म चाहिँ आफ्नो फाइनल डेस्टिनेसनमा आइपुगिसके आवर फाइनल डेस्टिनेसन अनि फाइनली म चाहिँ तारकेश्वर महादेवको टप आइपुगिसके सो या गाइज अनि यो ठाउँको सबैभन्दा बेस्ट पार्ट भनेको चाहिँ यही हो यो केपमा छिरेर यहाँबाट काठमाडौँको फुल भ्यू देखिन्छ हैन अनि सो थ्याङ्क्स फर वाचिङ स्टे ट्युन फर माई नेक्स्ट भिडियो आजको लागि यति नै बाइ बाइ